Hello guys. आज नयाँ ब्लगमा सबैले स्वागत छ। आज चाहिँ हामी शनिबारको बिहान क्लास नगरेर हाम्रो मुस्ताङको केटाहरू तल आउन लागेको छ। त्यसको लागि हामीले आज यो दिन भन्नाले बिहान चाहिँ अनि गुम्बा सफा गर्न जाने हो। अब पहिलाको व्लग योभन्दा अगाडिको व्लगमा चाहिँ अलि धेरै माया देखाइदिनु भएछ। यो व्लगमा पनि एकदम धेरै माया देखाइदिनु होला भनेर अनुरोध गर्दैछु। र अनि यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र यदि पुरानो हो भने हेर्दैछौ भने जस्ट लाइक पनि मात्र गरिदिनु होला, त्यो पनि मेरो लागि एकदम ठुलो कुरा हो। त्यही भन्दै अनि आजको दिन चाहिँ स्टार्ट गर्न चाहन्छु। आजको दिन यस्तै हो। अब अहिले चाहिँ म टी सर्ट फेर्छु। हेर्नै यसका रुमको हालत चाहिँ अहिले चाहिँ यस्तो छ। यो टी सर्ट लगाएको छु। रुमको हालत चाहिँ यस्तै छ। हेर्नु पहिला जस्तै छ त्यस्तै छ। रुमको हालत चाहिँ ठिकै छ। आजको मौसम पनि एकदम राम्रो छ। त्यही भन्नाले बिहान सफा गर्ने अनि दिउँसोतिर फर्किने अनि छुट्टी शनिबारको दिनमा छुट्टी हो। अब हेर्दै गरौँला। केटाहरू कोही कुनै खानाका लागि खानेकुराहरू प्याकिङ गर्दैछ। म त अहिले रेडी भइरहेको। अनि बाटोमा कस्तो हुन्छ त्यसो अरू देखाउने गर्छु। अनि यो हप्ता भन्नाले बजार भोलिमा के हुन्छ त्यो दिन अनि केटाहरू म चाहिँ अनि अहिले मासु किनेर आएको छु। अनि हातमा अन्डा, मेरो झोलामा चाहिँ मासु छ। अनि केटाहरू चाहिँ माथि काम गर्दैछ। म चाहिँ अहिले यहाँ यो बाटोमा हिँडिरहेको छु एक्लै। अब थाकिरहनु लागेको छ। 10 मिनटको पैदल यात्रा गरेपछि त्यहीँ पुग्छ। त्यहाँ पुगेर हेरौँला। अनि माथि बाटो चाहिँ भ्यू चाहिँ खतरा देखेको छ। म तपाईँलाई देखाइदिन्छु। यो कुकुर कराएको छ माथि। अब खतरा हावा आयो। अब माथिबाट भ्यू देखाउँछ है तपाईँ। खतरा एकछिन हावा खान दिनु मलाई। बाटो नि यसो छ। चिप्लेर लोन्डा झुक्दै छ। जस्तो पानीमा आउँछ मजा आउँछ। मजा आयो। मजा आयो। अब फाइनली त्यहाँ पुग्यो। अब त्यहाँबाट यो हेरौँ है माथिबाट। Terrorist room. First page one time. First impression is last impression like you have. Terrorist room. Terrorist room. Bolongan ni thela.
त्यसले सुन्नु दि त्यसले लेख्दै त ओल बिगेस्ट पेन्सिल हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन दाजु केटाहरू यो पेन्सिलबाट इन्सपायर भएर यो पेन्सिल भनेको हेर्न सक्नुहुन्छ खाला 잡았어요 로 자루 这么去看那位，这个东西看家里看的送，大概 가네 对嘛看，就他妈的，就那没有，就是找不到，把个找不到，俺这不能这里应该去死嘞，我就让死的东西是，对，搞不了。下1kg你这种回来， 마 늘래 마 인생을 아주 나랑 샤샤네요 아이 다 샤줘서 좀 那下来了，下来的啥的，下来的啥的， 나 장호에 제일 룩나 稍微下来的啥的，我这下来的这 요 카드라 플레이트 रहेछ हेर्दा啥的，我这来的这。 दादा लोकल होटल बॉडी लूनी नहीं था उन्हें बुद्धि बेचारा चीज़ से यार नहीं है बच्चे माजी में मैदान जाओ चिल्ला का बंगला नहीं है वही कोना शिमे की लो लापड़ी लो यार ना चौकी 오 क्यों हाल तो क्यों देखिए ना हम क्यों लो ना कितना यार दिन में यूं दो इधर तो चौबे चले ना 들어 샤로 안에 들어 이제 디자인 된다 맞아, 딱 샤워지 사쇼 공부로 봐봐 가네 별아요 नेट पासवर्ड 12391 सम्म यो गाइस अब केटाहरू काम सकेर अब फर्किनेछ यो केटाले लाग्यो अनि अहिले मौसम चाहिँ खतरा यसो छ वा अहिले चाहिँ महारानीहरूको रुम चाहिँ साफा गरी भ्याएछ सो अब हामीहरू आफ्नै घुम्टातिर फर्किँदैछ केटाहरू अगाडि गइदियो म र मेरो साथी मात्र यहाँ आज चाहिँ नेक्स्ट डे हो नेक्स्ट डे भन्नाले सन्डे हिजो चाहिँ काम गरेर 2-3 घन्टा जति रेस्ट गर्यो अनि फेरि फुटबल खेल्यो अनि त्यसको राति बाती आएको गएको गरेर मैले ब्लगहरू केही भनेन हिजो काम गरेर अलि खुट्टाहरू सबै दुखिरहेछ हिजो पनि दुखिरहेछ सो काम र फुटबल खेलेर सो आजको दिन चाहिँ खासै केही भएन रुम मात्र सफा गऱ्यो रुम भन्नाले पहिले यहाँ मेरो टेबल हुन्थ्यो भने अहिले चाहिँ यहाँ खाट राख्दैछु अनि मेरो टेबल चाहिँ यतापट्टि कस्तो खतरा देखेछ नि हो यो चाहिँ फोन स्ट्यान्ड हो सो यही नै आज चाहिँ होइन रुम सफा गऱ्यो अनि त्यसमा टाइम सिध्यो अनि फेरि अहिले म रेस्ट गर्छु अनि यो हप्ताको दिस विकेन्डको यो हप्ताको ब्लग चाहिँ अनि यही नै म अन्तिम गर्छु सो यही नै टुङ्गाउँछु सो तपाईँहरूले कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला सो बाइ बाइ गाइस